आज देशले सुशासनको अपेक्षा गरेको छ र नागरिकहरू त्यसैको प्रतीक्षामा छन्। तर सरकार एक पछाडि अर्को सुशासनका मामलामा गम्भीर उल्लङ्घनतर्फ गइरहेको छ। हालै सरकारले विश्वविद्यालयको उपकुलपतिहरूको छनौट र सिफारिसको सन्दर्भमा एउटा एकीकृत कार्यविधि 2083 जारी गर्यो सभा महोदय, जस मार्फत कुलपतिले नै उपकुलपतिहरूको नियुक्ति गर्ने प्रबन्ध गरिएको छ। नियुक्ति कसरी हुन्छ सभा महोदय? छनौट समितिको मूल्याङ्कन उत्कृष्ट उम्मेदवारको नाम सिफारिस गर्छ। यससँग सम्बन्धित व्यवस्था चाहिँ के गरियो नि? आज राजनीतिक भागबण्डा घट्ने, अनुसन्धान र प्राज्ञिक योग्यतालाई महत्त्व दिने, खुला प्रतिस्पर्धाबाट सक्षम व्यक्ति आउन सक्ने रटान गरिएर यो चर्चामा आएको छ। तर अहिले छनौट प्रक्रियालाई नजिकबाट निहाल्दा त सभा महोदय राजनीतिक प्रभाव यसभित्र पर्याप्त रहने र कुलपतिले अन्तिम निर्णय गर्ने व्यवस्थाले यो दलगत सिफारिसभन्दा बाहिर जान सक्ने अवस्था देखिएन सभा महोदय। अन्तिम निर्णय कसरी हुन्छ? छनौट समितिले उम्मेदवारहरूको मूल्याङ्कन र सिफारिस गरेर अन्तिम नियुक्ति कुलपतिले गर्ने व्यवस्था छ। अधिकांश सार्वजनिक विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने भएकोले राजनीतिक प्रभाव पूर्ण रूपमा हट्न सकेको छैन। विश्वविद्यालयको स्वायत्ततालाई कमजोर पारिएको छ सभा महोदय। धेरै शिक्षाविदहरूको तर्क के छ भने विश्वविद्यालयको आफ्ना प्रमुख र आफ्नै छनौट प्रक्रिया हुनुपर्दछ। सरकार केन्द्रित प्रक्रियाले विश्वविद्यालयको संस्थागत स्वायत्ततामा गम्भीर असर पर्दछ। आज अङ्कभार कसरी प्रदान गरिएको छ त सभा महोदय? आज अङ्क प्रणालीमा प्रकाशन 1, परियोजना 2, पुस्तक लेखन र प्रकाशन आदिलाई केही अङ्कभारको प्रबन्ध गरिएको छ। यसमा गुणात्मक भन्दा परिणामलाई बढी महत्त्व दिने चिन्ता व्यक्त गरिएको छ। अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अनुसन्धानकर्ता र प्रशासकहरू कागजी अङ्कमा पछि पर्न सक्ने पर्याप्तै अवस्था रहेको छ। नेतृत्व क्षमताको मूल्याङ्कन कसरी गरिँदैछ सभा महोदय? उपकुलपति पद केवल शैक्षिक उपलब्धिको विषय होइन। यो ठुलो संस्थाको नेतृत्व, वित्तीय व्यवस्थापन, सङ्कटसँग समाधान र सहकार्यको क्षमताको एउटा बिम्ब उपकुलपतिले जिम्मेवारी वहन गर्नुपर्छ सभा महोदय। तर गुणलाई छनौटमा पर्याप्त ध्यान नदिँदा र प्रस्तुतिकरण र अन्तर्वार्ताको असन्तुलित अङ्कभारको प्रबन्धले गर्दा आज सही उपकुलपतिहरूको छनौटमा गम्भीर प्रश्न खडा भएको छ। सबै विश्वविद्यालयहरूको एउटै मापदण्ड राखिएको छ सभा महोदय। नेपाल संस्कृत विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, खुला विश्वविद्यालयका प्रकृतिहरू फरक छन् सभा महोदय। तर एउटै ढाँचा, एउटै अङ्कभारको जे प्रक्रिया अगाडि बढाइएको छ यसले योग्यतम उपकुलपति आउने कुरामा गम्भीर आशंका पैदा भएको छ। यस्तै गरी सिफारिस समितिको स्वतन्त्रताको प्रश्न पनि गम्भीर रूपबाट खड्केको छ सभा महोदय। यदि सिफारिस समितिका सदस्यहरूले आफ्नो भनाइ छोट्याउ मान्ने राजनीतिक सके सभा महोदय, राजनीतिक र प्रशासनिक प्रभाव भयो भने प्रक्रिया औपचारिकतामा मात्र सीमित हुन्छ सभा महोदय। आज अङ्कभारलाई हेर्दा शैक्षिक र व्यावसायिक उपलब्धिमा 35 अङ्कभार दिएको छ, भिजन पेपरमा 25 अङ्कभार दिएको छ। यस्तै गरी विश्वविद्यालयको स्ट्राटेजिक प्लानमा 10 अङ्कभार दिएको छ अनि प्रस्तुतिकरणमा 20 अङ्कभार दिएको छ। यो चिजलाई समष्टिमा मूल्याङ्कन गरेर हेर्दा प्राज्ञिक र न्यायिक आँखाले हामीले जाँच्नु पर्ने हुन्छ। यो विश्वविद्यालयको शैक्षिक स्वायत्तताको विषय यसमा खण्डित हुन्छ सभा महोदय। यो प्रक्रियाबाट जसरी कुलपतिले हस्तक्षेपकारी प्रबन्ध गरेर उपकुलपतिको नियुक्ति गर्ने अहिले जे प्रयास भइरहेको छ, यो प्रयासलाई ठिक ढङ्गले अगाडि लान सकिएन भने शैक्षिक क्षेत्रमा एउटा ठुलो विस्फोटन हुन सक्ने सम्भावनालाई
म ध्यान आकृष्ट गर्न चाहन्छु। यस्तै गरी सभामुदय स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा पनि मान्य वरिष्ठ सदस्य प्राध्यापकहरूलाई आफ्नो भनाइ पन्छाएर सकौँ मान्य सदस्य। वरिष्ठ प्राध्यापकलाई पन्छाएर कनिष्ठलाई अहिले कार्यभाग दिएर जे प्रबन्ध गरिएको छ यसले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठान दुवै क्षेत्रमा गम्भीर समस्या पैदा भएको छ। यसतर्फ प्रधानमन्त्रीज्यू र नेपाल सरकारको गम्भीरतापूर्वक ध्यान आकृष्ट गर्न चाहन्छु र यो सेलेक्सन विधि र प्रक्रिया अविलम्ब सच्याइयोस् र पारदर्शी प्रक्रियालाई अपनाइयोस्। धन्यवाद। मान्य